नमस्कार। जितपुर सिमरा वार्ड नम्बर 2 को वडा अध्यक्ष धनबहादुर श्रेष्ठ हुँ। मैले 2 र 3 गतेको घटनालाई जोड्न चाहेँ। 2 र 3 गतेको घटना चाहिँ कसरी भयो भन्दा 2 गते बेलुका सम्राट उपाध्याय भाइले जेनजी युवाहरूलाई एमालेको कार्यक्रमलाई चाहिँ बिथोल्ने हिसाबले एउटा आह्वान गरेको थियो र मलाई 2 गते बेलुका नै साथीभाइहरूले फोन गरेर लौ न तैँले भनेको कुरा मान्छ सम्राट भाइले त्यो कार्यक्रम चाहिँ स्थगित गर्न पर्यो भनेपछि मैले सम्राट भाइलाई लगभग 2 गते 9 बजे राति कल गरेर सम्राट भाइलाई सम्झाएँ। सम्झाउने क्रममा सम्राट भाइले चाहिँ ट्विट पनि गर्यो र स्थगितको पनि एउटा आह्वान गरेर उसले सांसदमा हालिसकेपछि सबैजना चाहिँ अब ठिक छ राम्रो गर्यो भनेर त्यो खुसी पनि भए। त्यसपछि बिहान 10 बजे म चाहिँ 3 गते बिहान 10 बजे अफिस वडा कार्यालय आउने क्रममा सिमरा चोकमा चाहिँ मैले एक्कासी 2 ग्रुपको भिड एउटा ठुलो भिड देख्ने क्रममा चाहिँ त्यो भिडहरू के रहेछ भनेर चाहिँ म हेर्न जाने क्रममा एउटा जनप्रतिको नाता र एउटा वडाध्यक्षको दायित्व मैले पुरा गर्न म त्यहाँ गएँ। गइसकेपछि त्यही मैले बुझ्ने क्रममा चाहिँ मैले सोधेँ के भएको भन्ने सोध्ने क्रममा चाहिँ हेर न सम्राट भाइले हिजो यस्तै गर्थ्यो फेरि आह्वान गरेर बोलाएछ अनि हाम्रो कार्यक्रममा बिथाउन लाग्यो भनेपछि मैले फेरि ल ठिक छ म सम्झाउँछु भनेर सम्राट भाइलाई सम्झाउन गएँ। सम्झाउने क्रममा सम्राट भाइले मानेको पनि थियो, जेनजी भाइले मानेको पनि थियो, तर केही तत्त्वले भाइहरूलाई उकास्ने काम गरिसकेपछि हामीले म मात्रै होइन कि वडा नम्बर 6 वडा नम्बर 7 को वडाध्यक्षले पनि सम्झाउनु भयो। त्यस सँगसँगै ती साथीभाइ एमालेका युवा सङ्घका साथीभाइले पनि सम्झाउनु भयो। सम्झाउने क्रममा चाहिँ कमसेकम ती साइडमा रहेका ती उकास्ने र जग हान्नेले पनि सम्झाइदिएको भयो यो घटना घट्दै थियो। मेन घटना भएको नै पछाडि बसेर चाहिँ केही फाइदा लुट्छु भन्ने चाहिँ व्यक्तिहरूले तत्त्वहरूले गर्दा यो घटना घटेको हो। त्यसैले म चाहिँ के भन्न चाहन्छु भने त्यो घटना घट्नुको मुख्य योजना भनेको बाहिरी तत्त्व कारणले हो। केही बाहिरी तत्त्व कारणले चाहिँ पछाडि हेर्ने र चाहिँ स्वार्थ लिने व्यक्तिहरूले गर्दाखेरि आज यो घटना घटेको र तपाईँको घटेको र यो घटिसकेपछि मैले झडप छुटाउने क्रममा त्यो विवाद छुटाउने क्रममा चाहिँ मैले पनि 2 सट खाएँ, छुटाएँ पनि र 2 सट खाइसकेपछि मैले हात पनि चलाएँ होला। मैले माने रिस मैले दुखाइको क्रममा मैले हात चलाएँ होला, तर मैले कसैलाई ताकेर हानेको होइन, कसैलाई ताकेर चाहिँ हात चलाएको होइन र मैले दुवै पक्षलाई मैले छुटाउने क्रममा चाहिँ मेरो नाना थरी ती फोटो हालेर बदनाम गर्ने काम गरियो। त्यो सबै जेनजी भाइले होइन, त्यो बदनाम गर्ने व्यक्ति भनेको बाहिरी तत्त्व नै हो। मेरो दुश्मनहरूले नै मलाई मेरो गरेको, तर मैले आजसम्म कसैलाई दुश्मन भन्ने सोचेर हिँडेको थिएन। ती व्यक्तिहरूलाई अब के स्वार्थ थियो उनीहरूले बदनाम गरियो र यदि यो भिडियो हेरेर यदि म गलत छु भने मलाई गलतै भनिदिनु होला, यदि सही छु भने मलाई सही नै भनिदिनु होला र यदि प्रतिक्रिया दिनुहुन म सम्पूर्ण वडावासी, नगरवासी र